यो चाहिँ हाम्रो गुम्बा है, गाउँको गुम्बा हो। लाग्दो तेहाङ के गर्नुभएको तेहाङ है। लाइफको करुवा सोचहरू बाहिर आएपछि क्या लाइफले तपाईँलाई चाहिँ एकपल्ट स्ल्याप दिएको छ कि एक थप्पड दिएको छ नि। यही हो रियालिटी चाहिँ, यही हो तर लाइफ हामी चाहिँ है यहाँनिर समाजघर आइपुग्यौँ। चाबी खोल्नु दिँदै आज चाहिँ हाम्रो हेल्थ क्याम्प यही छ। यहाँ चाहिँ हाम्रो दबाईको सेटअप भइसकेको छ है। अनि हाम्रो अङ्कल आउनुभएको छ पेसेन्ट आफ्नो। यहाँ चाहिँ हाम्रो प्लास्टिकको बारेमा है दिदीले अलिकति सानो अवेरनेस दिँदैछ है। सामानहरू भुल्डुङ है। अन्तखेरि आजको डे चाहिँ एकदम टायर्ड डे थियो है। हेलो नमस्ते, स्वागत छ तपाईँहरूलाई मेरो च्यानलमा। म चाहिँ आफ्टर लङ टाइम भिडियो हाल्दैछु है। एन्ड बिचमा म बिमार भएको थिएँ, त्यही भएर चाहिँ मैले भ्लगिङ है कन्टिन्यू गर्न सकिनँ। बट आफ्टर अ लङ टाइम मैले कन्टिन्यू गर्दैछु भ्लग है। अन्तखेरि आई होप तपाईँहरू एकदम सन्चै हुनुहुन्छ होला भनेर है। र म चाहिँ बिचमा बिमार भएको थिएँ, त्यही भएर चाहिँ मैले भ्लग कन्टिन्यू गर्न सकिनँ। एन्ड हेर्नुहोस् है गाइज, मैले चाहिँ कपाल काटेको छु। मैले फर सम रिजन आई कट माई हेयर। यो चाहिँ मैले घरमै काटिमागेको, दिला काटिमागेको। एन्ड अलिक पछि चाहिँ म पार्लरमा गएर मिलाउँछु। एन्ड यसको केही अब म जुगाड गर्छु है। अनि फिलहाल चाहिँ यतिकै चलिरहेको छ। एन्ड मलाई एकदम कम्फर्टेबल पनि भइरहेको छ है। एन्ड बेबीको साथमा मलाई अब कपालहरू केयर गर्नु पनि सक्दिनँ नि त, धेरै म्यानेज गर्नु साह्रो पर्छ। सो यतिकोमा चाहिँ मलाई एकदम सजिलो भइरहेको छ है। एन्ड तपाईँहरूलाई कस्तो लाग्यो मेरो न्यू लुक है सर्ट हेयरमा। र आज चाहिँ म तपाईँहरूलाई आज हाम्रो गाउँमा हेल्थ क्याम्प राखेको छ हाम्रो सेन्टरबाट। यो चाहिँ एभ्री मन्थ हामीले हेल्थ क्याम्प राख्ने गर्छौँ है गाउँमा, हाम्रो गाउँमा। सो मान्छेहरूले यसको सुविधा पाओस् भनेर, किनकि हाम्रो हेल्थ सेन्टर टाढो छ अलिकति। अन्तखेरि टाढो छ, अन्त बुढाबुढीहरू कतिजनाहरू अब आउनु सक्दैन नि त सेन्टरमा टाढो भएर। त्यही भएर चाहिँ हामीले हेल्थ क्याम्प एभ्री मन्थ राख्ने गर्छौँ, ताकि मान्छेहरूले दबाईहरूको सुविधा पाओस्, प्रेसर सुगर नापोस्, आफ्नो हेल्थलाई एकदम अब केयर गरोस् भनेर चाहिँ हामीले हेल्थ क्याम्प राख्ने गर्छौँ हो। एन्ड त्यही भएर चाहिँ आज हामीले हेल्थ क्याम्प राखेको छौँ। एन्ड तपाईँहरूलाई म हेल्थ क्याम्पमा लानेछु आज। सो कहीँ नजानुहोस् होला, लास्टसम्म हेरिदिनु होला है। मेरो नानी चाहिँ है त्यहाँनिर छ है। माया लाग्दो छोडेर जानुपर्छ यसलाई, माया लाग्छ के गर्नु अब। बाई तिहाङ, माकपाले हेरिदिनुहुन्छ नानीलाई चाहिँ मेरो हो। तर धन्न त्यो चाहिँ है भगवान् जस्तो छ, किनभने पुरा अब आमा खोज्दैन नि त त्यसले। बाई बाई। नानी छोडेर हिँड्नुपर्छ हो, के गर्नु यस्तै छ जब। एन्ड अब छोड्ने बानी पनि भएछ मलाई हो, बिस्तारै बिस्तारै नानीलाई। अन्त म चाहिँ नानी छोडेर हिँड्दैछु, प्रायः जस्तो हिँड्नुपर्छ त्यही भएर हो। अनि मैले चाहिँ माकमालाई नै हेर्नु राखेको छु। अनि माकमालाई भनेको छु अब तपाईँले हेरिदिनु नानीलाई, महिनामा बरु म पैसै दिन्छु भने, किनकि अब बिचरा उसले पनि आफ्नो काम छोरी हेरिदिन्छ हो। फेरि मेरो आमा पनि बिमार छ नि त। अनि त्यही भएर चाहिँ मैले माकमालाई नै हेर्नु भनेको छु। सो उसलाई पनि अब उयो होस् भनेर बोजूलाई है। अयो त्यहाँ हेर्नु नानी माया लाग्दो। तेहाङ के गर्नुभएको तेहाङ? तेहाङ बाई बाई टाटा। त्यसले त मलाई टाढाबाट चिन्छ नि, फेरि पछाडि पनि चिन्छ त्यसले त। बाई। माकमा छ भने त मान्छ तर। मेरो भारीको पोका चाहिँ यहाँ छ। यहाँ चाहिँ प्रेसर एन्ड सुगरको दबाईहरू छ हो। अनि अर्को दिदी, अर्को आशा दिदीले चाहिँ अरू रिलेटेड दबाईहरू ल्याउनुहुन्छ, जस्तै सर्दी खोकी जुखामहरूको चाहिँ दिदीले ल्याउनुहुन्छ। अनि प्रेसर र सुगरको चाहिँ मैले बोकिरहेको छु। अनि यो चाहिँ हामीले राख्ने गर्छौँ, किनकि अस्ति समाज घरमा राखेको थियो कि हामीले, ड्याम लगाएर दबाई पुरा बिग्रेछ चिसोले। अनि हामीले चाहिँ आफै राख्दैछौँ, जसमा कि दबाईहरू केही सक्यो भने होइन हामीले घरमै छ भने त के हुन्छ नि त, अन्त हेरेर ल्याउनु सक्छ भनेर चाहिँ आफै दबाई राख्दैछौँ फिलहाल चाहिँ। अन्त मलाई चाहिँ है तपाईँहरूलाई एउटा कुरा सेयर गर्नु मन लाग्यो है। मेरो मनमा लागेको धेरै अब मन दुखेको भनौँ न, लाइफमा नै आफूले नसोचेको कुराहरू हुँदै रहेछ होइन। अन्तखेरि अब जस्तो कि अब त्यो कुरा कहाँ सपना हुनु नि, त्यो सपना हुनु नि, म त्यो सपनाबाट बिन्दिनु नि भन्ने टाइपको कुराहरू हुँदो रहेछ होइन, नसोचेको
बट के गर्नु अब लाइफ हो होइन करुवा सचहरू त आउँछ रियालिटीमा होइन म चाहिँ तपाईँहरूलाई कुरा सेयर गर्दा गर्दा फोन आएको दिदीको कि अन्त फोन उठाएर चाहिँ फेरि स्टार्ट गर्दैछु है भिडियो अन्त त्यही हो है लाइफको करुवा सचहरू बाहिर आएपछि चाहिँ क्या लाइफले तपाईँलाई चाहिँ एकपल्ट स्ल्याप दिएको जस्तो कि एक थप्पड दिएको हुन्छ नि यही हो रियालिटी चाहिँ यही है तर लाइफ भनेको चाहिँ यस्तो हुन्छ है त्यो सधैँ सपनामा मात्रै नबस त्यस्तो टाइपको क्या अन्त अरूभन्दा पनि स्ट्रङ बनाउँदो रहेछ भनौँ न अब आफूलाई धेरै स्ट्रङ अब हामीलाई लाग्दैन रहेछ क्या हामी यतिको स्ट्रङ छौँ यतिको सहनु सक्छौँ भने तर असलमा हामी हुँदो रहेछौँ क्या भित्रबाट त्यही हो है अब सबैको लाइफमा केही न केही घटना त घटिरहेको छ त्यसो तपाईँलाई स्ट्रङ बनाउँछ एन्ड द्याट इज कल्ड लाइफ है एन्ड वी हेभ टु एक्सेप्ट इट होइन अन्त हामीले भन्छ क्या त्यो पेनहरू हिल हुँदै जान्छ बिस्तारै हिल हुँदै जान्छ भनेर हामीले त्यो पेनलाई बिर्सिँदै जान्छ भनेर होइन क्या खासमा चाहिँ यस्तो हो हामीले चाहिँ त्यो पेनसँग चाहिँ हामी जिउनु सिक्दो रहेछौँ क्या खासमा चाहिँ साँच्ची त जिउनु सिक्दो रहेछौँ बट यो फिलिङ पनि एक प्रकारको मजा लाग्यो है मजा लाग्यो र म चाहिँ है आधा बाटो आइपुगेँ दिदीले फोन गर्नुभएको थियो दिदी पनि पढाउनु आउनुहुँदैछ अरे एन्ड हामी चाहिँ हेल्थ क्याम्प राख्नेवाला छौँ समाज घरमा अनि म चाहिँ अब दिदीले चाबी लिएर आउँछ कि आउँदैन कि म जानुपर्ने कि ल्याउनु है हेरौँ यत्रो भारी बोकिरहेको छु कि मैले चाहिँ अनि उकालो हिँड्दा यस्तो गरम पनि भयो है हत्तु भयो हाम्रो चाहिँ कस्तो ठाडो उकालो छ घरदेखि नै फेरि छ कि भाइसँग त सक्दैन पुरा थाकिहाल्छ एकछिनमै हामी चाहिँ बडीको दोकानमा आइरहेको छौँ हो चिप्सहरू के खानु दिदी चिप्स लाने है यो लैजाउँ न यो मिठो छ त फिक्समा यो है बडी यो दिन न यो टप गोल्ड च्याउ नानी त हेलो भनिदिनु युट्युब च्यानलमा बडीको दोकानमा आइरहेको छ हामी किन माथि राख्नु भएको छ पुग्छ काफी तिनजना त हामी तपाईँलाई कति रुपियाँ 25 कि 35 हो 35 बनाउँछ 25 भन्छ यहाँ 35 लेखिरहेको छ 25 भन्छ 35 रुपियाँ छ कस्तो यस्तो दोकानदारहरू छ सचिन 35 भन्दै छु पैसा हेर्नुहोस् है गाइस पैसा यति मात्रै छ मेरोमा पैसाको नाममा सेम्पू लानुपर्छ नि त सेम्पू भगवान् आजको वेदर हेरिहाल्नुहोस् है धुम्म भइरहेको छ दार्जिलिङमा त विन्टर देखि सिधै रेनी सिजन है दिदी समरको त नाम हुने जान्छ नि स्किप हुन्छ समर त अयो कति गरम भयो मलाई चाहिँ दिदी यहाँ हुनुहुन्छ उपस्थित 50 ठिकै हो एकदम चियासँग खानु गएका हामीले चाहिँ चियाको बनाइदिनु यहाँ हेर्नुहोस् गाइस यहाँनिर कुकुरलाई पनि बर्बन बिस्किट है हामी चाहिँ यहाँनिर टप गोल्ड खाँदा चाहिँ यहाँ कुकुरलाई के पो बर्बन बिस्कुट दिने चाहिँ को होला है गाइस हामी चाहिँ है यहाँनिर समाज घर आइपुग्यौँ चाबी खोल्नु दिदीले आज चाहिँ हाम्रो हेल्थ क्याम्प यहीँ छ चटक चिटिक राख्नु भएको रहेछ यहाँ हाम्रो म्याम पनि आइपुग्नु भयो है हामी यहाँनिर म्यामको राख्छौँ दबाईहरू राखेर म चाहिँ जाँदैछु पर दोकानमा कैँची बिर्सिन्छ भने कैँची ल्याउनु एन्ड कपहरू ल्याउनु है चिया खानुको लागि ब्ल्याक टी ल्याउनु भएछ म्यामले हो हामीले उयो अर्डर गरेको थियौँ तर म्यामले बोकेर आउनु भएछ एन्ड अब चाहिँ म्यामको खाने अनि एकछिनबाट चाहिँ परबाट मगाउने है अब चाहिँ बल्ल बल्ल घाम लाग्यो अलिक भए पनि तर घाम नलाग्यो पनि कस्तो गरम छ घाम लाग्यो भने कस्तो गरम हुन्छ अब यहाँनिर लुगा सुकाइ हुँदैछ है
बादल पनि लागिरहेको छ है, कालो बादल। पानी पर्ने सम्भावना छ है। यहाँ हाम्रो दोकानमा उयो त कैची छ, कैची कैची छ, कैची दिनुहोस् न। कैची नै बिर्सिन्छ हामीले दबाई काट्नु। अलि हेरिदिन्छु नि ल। केही भन्नुहोस् तपाईँलाई? अब सबैलाई के भन्नु छ र, दबाई त राम्रो राम्रो क्वालिटीको पाओस् है, सबैलाई गरिब दुखीलाई बराबर दिनु है। अझै अन्डाहरू पनि बाँडेर राम्रो हुँदैन तिमीहरू त। अन्डा त आइसिडिएसले बाँड्छ नि, आइसिडिएसले उनीहरूको डिपार्टमेन्ट अर्कै हो। अन्डा त घरमै मान्छेहरू सुन्दै सुन्दै हामीले त। यहाँ चाहिँ मैले कप मागिसकेको छु, दादालाई मागेको छु है कप। यो चाहिँ हाम्रो गुम्बा है, गाउँको गुम्बा हो। यहाँ चाहिँ हाम्रो दबाईको सेटअप भइसकेको छ है। अनि हाम्रो अङ्कल आउनु भएको छ, प्रेसन आफ्नो आवाज है। यहाँ टी ब्रेक भइरहेको छ है यहाँनिर। अनि हाम्रो बडी पनि आउनु भएको छ, कमलबडा। हेलो कमलबडा। ए लटिनु कमलबडा लटिनु भएको। यहाँ चाहिँ हाम्रो प्लास्टिकको बारेमा है दिदीले अलिकति सानो अवेरनेस दिँदैछ है। हामीले यो के अरे जुपी अफिसमा डिआरडिसीमा प्लास्टिक अवेरनेस गरेर दिदी हामीले उयो गर्नु ट्रेनिङ गराउनु भएको हो। अनि अहिले चाहिँ प्लास्टिक जलाउनु चाहिँ सरकारले एकदम ब्यान गर्नुभएको छ अरे, प्लास्टिक नजलाइदिने अरे। अनि जति सक्दो चाहिँ अब प्लास्टिकहरू झोडा नालामा हाल्यो भने बाहिर फ्याल्यो भने पनि पहिरोहरू जाने अब उयो हुन्छ, डर हुन्छ। झोडाहरू त्यसै पनि मैला भएर गइसक्यो होइन। अब त्यो जलायो भने चाहिँ अहिले प्रायः क्यान्सर प्लास्टिकले चाहिँ क्यान्सर अहिले होइन क्या, तपाईँ जलाउँदैछ तपाईँलाई मात्रै क्यान्सर हुन्छ भन्ने छैन नि त। अब त्यो धुवा त अब कहाँ उडेर जान्छ नि त। त्यसै कारण अहिले चाहिँ प्रत्येक घरमा क्यान्सर हुँदैछ अरे प्लास्टिकले चाहिँ। रिजन चाहिँ प्लास्टिक रहेछ नि त, क्यान्सरको मेन रिजन चाहिँ अहिले। त्यो घरको प्लेटहरू जति सक्दो चाहिँ युज नगरिदिनुहोस् अरे। त्यसमा माइक्रो प्लास्टिक पाउँछ अरे, त्यसले पनि पुरा क्यान्सर हुने क्या चान्सेस हुन्छ अरे। अन्त अब हामीले खान्छ बिस्किट खान्छ, कुरकुरे खान्छ है, त्यो प्लास्टिक त हामीलाई काम लाग्दैन नि त। त्यही कारण तपाईँहरू एउटा बोरामा भए पनि राख्दै गर्नुहोस् अरे कलेक्ट गरेर। तर कुहिने, अब तपाईँहरूलाई कुहिने त थाहा छ के कुहिन्छ। कुहिने त्यो प्लास्टिक एकैछिनमा चाहिँ नहाल्नुहोस् अरे, कारण अब त्यो छुट्याउनु साह्रो पर्छ नि त पछि। प्लास्टिक चाहिँ अब सुक्खा चाहिँ प्लास्टिक चाहिँ एउटा बोरामा राख्दै गर्नुहोस् अरे कि पछि चाहिँ अब हामीले पञ्चायत अफिसबाट ब्लकमा लाने काम गर्छ। त्यसले चाहिँ अब रोड बनिँदैछ अरे प्लास्टिकले चाहिँ। अब अरू जग्गा त हुँदैछ, अब कलेक्ट गर्ने जग्गा हुन्छ, सेग्रिगेसन उयो पनि बनाइदिएको छ। अब हाम्रोमा चाहिँ यहाँ गाडीको बाटो नभएकोले चाहिँ त्यो आउनु साह्रै पर्ने रहेछ। अरू जग्गा चाहिँ प्लास्टिक हाल्ने जग्गा बनाइदिनु भएको छ, त्यहाँ लगेर प्लास्टिक हाल्यो, गाडी आयो उठायो लड्दैछ। हाम्रो त्यो छैन, त्यस्तो फेसिलिटी छैन नि गाडी नभएको कारण। जति सक्दो तपाईँहरूले त्यो प्लास्टिक गरेर बोरामा हालिदिनुहोस्। अब तपाईँको दोकान पनि छ है, दोकानमा पुरा प्लास्टिकहरू हुन्छ, त्यो एउटा प्लास्टिकलाई चाहिँ म्यानेज गरेर गर्नुहोस् न। पछि उठाएर लान्छ अरे त्यो प्लास्टिक सबै घर घरबाट। प्लेन साइडमा त 5 रुपियाँ केजीहरू केजीमा बिक्री हुँदैछ अरे प्लास्टिक त। हाम्रो चाहिँ अब हाम्रो त टाइम लाग्छ होला, टाइम लाग्छ हजुर। टाइम लाग्दाखेरि अब निकै हामीलाई पनि यो ढिलो हुँदो रहेछ। प्लास्टिकले चाहिँ अब आउने जाने जस्तो लाग्छ, प्लास्टिकले अब क्यान्सर मात्रै भएर खतम। यहाँ पनि क्यान्सर, त्यहाँ पनि क्यान्सर, उसलाई पनि क्यान्सर। अम्बो एउटा जानुभएको छ वरिपरि पनि भनिदिनुहोस्, अब अरूलाई नसुन्नेहरूलाई पनि यसो भनिदिनुहोस्। तपाईँले प्रायः त यहाँ गरेर प्लास्टिक चाहिँ जहाँ पायो त्यहाँ चाहिँ अब चाहिँ नफ्यालिदिनुहोस् भन्ने चाहिँ अब हामीले यति चाहिँ हामीलाई अब तपाईँहरूले अवेरनेस गराउनु भन्नुभएको छ है। तपाईँहरूले सुनेर गएपछि त्यति चाहिँ गरिदिनुहोस् न ल। हुन्छ, थ्याङ्क यू दी। सो है तपाईँहरूले पनि धेरै कुरा नलेज पायो है अवेरनेसको बारेमा, प्लास्टिकको अवेरनेसको बारेमा थाहा पाउनुभयो कि अहिले प्लास्टिकले गर्दा धेरै तपाईँको क्यान्सरहरू रोगहरू टाइपको क्यान्सर जस्तो रोगहरू फैलिँदैछ है। त्यही भएर तपाईँहरूले पनि अब यो भ्लग हेर्नुभयो भने तपाईँहरू पनि धेरै अवेर भइहाल्यो कि प्लास्टिक चाहिँ अहिले एकदम कम्ती मात्रामा युज गर्नुहोस्। युज गरिहाल्यो भने पनि घरमा राख्नुहोस् है। पछि चाहिँ तपाईँको त्यो प्लास्टिक चाहिँ आएर है घरदेखि उठाएर लान्छ अरे। अनि 5 रुपियाँ केजीमा बिक्री पनि हुन्छ अरे हो। अनि हाम्रो प्लेन साइडतिर चाहिँ लागु भइसक्यो अरे यो कुरा, तर हाम्रोतिर चाहिँ लागु हुनु टाइम लाग्छ, बट हुन्छ बिस्तारै। सो है र है म चाहिँ भर्खर यहाँनिर आन्टीको दोकानमा आइरहेको छु वाइवाई अर्डर गर्नु। एन्ड आन्टी चाहिँ पुरा बिजी रहेछ नि त, यहाँ चपहरू बनाउँदै रहेछ। अनि मै आएको यतानिर हो। अब रेडी भएपछि चाहिँ म फोन गरेर बोलाउँछु म्यामहरूलाई। अन्त अरू बेला चाहिँ हामी मिठो मिठो मोमोहरू पाउँथ्यो, आजकल चाहिँ के भएको छ कुनै पाउनै छोड्यो। इस्कुसको भएको थियो हिजो उठ्नु थियो नि क्याम्प है। कस्तो खानु मन परिरहेको छ मलाई यहाँको मोमो। कस्तो कस्तो मिठो हुन्छ नि, पुक परेको आवाज ड्याम्मै हुन्छ। आजकल त कोही भएको छ कुनै हजुर हेभी भोक लागिरहेको छ मलाई चाहिँ। अनि म चाहिँ यहीँ आएको सिधै हो, अब सिधै अब बनाउने खाएर जाने सिधै।
यो चप त दामी बनाइदिनु भएको रहेछ आन्टीले हो। यहाँ चाहिँ हाम्रो वाइ पाक्दैछ। यतानिर चाहिँ आज सब्जीहरू पनि छैन रहेछ। के छ? अरूले त पुरा हुन्थ्यो नि त। आज अलिक कम्ती रहेछ। यो चाहिँ मलाई नाम राखिदिएको कि मिनी चोक बजार। हजुर यस ओके। के भन्नुहुन्छ तपाईँलाई? एलडी के हो एलडी हुने चाहिँ? एलडीको फुल फर्म चाहिँ दवा शेर्पा मिलेन त त्यो त अन्त। एलडीको मतलब चाहिँ फुल फर्म चाहिँ लादेन हो कि? हजुर थाहा भयो। हजुर अनि सिधै दवा शेर्पा भन्नुहुन्छ त। त्यो अर्को आउँछ कि त्यो कलेजको। यो चाहिँ हाम्रो खाजा है। यो चाहिँ दिउँसोको लन्च। यो चाहिँ ब्ल्याक टी बनिँदैछ हो। वाइ हामी चाहिँ वाइ खाने अब। सो है म चाहिँ घर जाँदैछु है। तपाईँहरूलाई एकैचोटि स्किप गरेर मैले घर गएको देखाउँदैछु है। यहाँ चाहिँ मेरो सामानहरू भुल्डुङ है। अन्तखेरि आजको डे चाहिँ एकदम टायर्ड डे थियो है। म चाहिँ आफ्टर हेल्थ क्याम्प है माथि दोकान गएँ। दोकानमा सघाइवरी चाहिँ अब घर जाँदैछु है। एन्ड तपाईँहरूलाई बिचको पार्ट देखाउन सकिनँ। आई एम सो सरी फर द्याट है। किनकि अलिकति हस्याङ फस्याङ भयो नि त। अनि हस्याङ फस्याङमा चाहिँ तपाईँहरूलाई मैले त्यो सुट गर्न सकिनँ है। र म चाहिँ जाँदैछु अनि एकदम टायर्ड फिल गरिरहेको छु है। एन्ड मलाई चाहिँ अस्ति नै सर्दी खोकी जुखाम लागेको थियो। अस्तिको विकमै दबाईहरू खाएँ मैले। तर पनि मेरो स्वर चाहिँ फिट्नु सकेको छैन अहिलेसम्म पनि। जाति भएर पनि हो गाइस। अनि अब चाहिँ मेरो नानी के गर्दै होला म उसलाई भेट्ने छु। अनि दिनभरिको थकान मेटाउने छु है। अनि म चाहिँ जाँदैछु घर एक्लै। गाइस म चाहिँ फाइनली घर पुगेँ। यहाँ मेरो छोरा त्यहाँ ऊ चाहिँ भर्खर उठेको हो। एन्ड यसको साथमा मेरो भिडियो यहीँ अन्त हुँदैछ। सी इन द नेक्स्ट भिडियो तपाईँहरूलाई है। र मेरो छोराकोबाट पनि बाई बाई।